कफी भन्ने बित्तिकै तपाईलाई के क्याफिनको याद आउँछ हैन त? हो पक्कै पनि। तर के तपाईलाई थाहा छ डिक्याफ कफी पनि हुन्छ नि? डिक्याफ कफी भनेको चाहिँ कफी क्याफिन बिनाको कफी हो। तर कसरी बन्छ होला त? यसलाई भन्छ डिक्याफिनेसन प्रोसेस, जसले कफीको बिन्सबाट क्याफिन हटाउने काम गर्छ। मुख्यतया 3 वटा चाहिँ तरिकाहरू छन्। पहिलो मेथड हो स्विच वाटर प्रोसेस। यो एकदम नेचुरल तरिका हो। कफी बिन्सलाई तातो पानीमा भिजाएर क्याफिनलाई पानीमा मिलाइन्छ, पछि त्यसलाई कार्बन फिल्टरले हटाइन्छ। यसमा कुनै पनि रासायनिक पदार्थको प्रयोग गरिएको हुँदैन। दोस्रो प्रोसेस छ कार्बन डाइअक्साइड प्रोसेस। यसमा प्रेसराइज कार्बन डाइअक्साइड प्रयोग गरिन्छ, जसले क्याफिन छुट्याउँछ, तर कफीको स्वाद भने जस्ताको तस्तै नै राख्दछ। तेस्रो प्रोसेस छ सल्भेन्ट मेथड। यसमा मिथाइलिन क्लोराइड वा इथाइलिन एसिटेट जस्ता रासायनिक सल्भेन्टहरू प्रयोग गरिन्छ र क्याफिनलाई हटाइन्छ। यो विधि सुरक्षित मानिन्छ, तर थोरै विवादित पनि छ। यी सबै तरिकाबाट कफीको 97% भन्दा बढी क्याफिन हटाइन्छ, तर स्वाद भने लगभग उस्तै नै रहन्छ। यसले तपाईलाई क्याफिनको असर बिना राति पनि शान्तिपूर्वक कफी पिउन दिन्छ। अब तपाईलाई थाहा भयो नि, डिक्याफ भनेको फेक होइन, स्मार्ट चोइस हो। लाइक गर्नुहोस्, शेयर गर्नुहोस् र फलो गर्न नबिर्सनुहोस्। यस्तै रमाइलो कफी फ्याक्ट्सको लागि मलाई आज नै फलो गर्नुहोस्।